हुन्छ फेरि तिहारको सेलै ल तिहार सेल रेडी हुँदैछ आज त टन्नै हुन्छ जस्तो है। सो गाइस हाम्रो चाहिँ यहाँ तिहार लागिसकेको छ। यसपालि चाहिँ हामीले पनि झिलिमिली लगाउँदैछौँ। बाबा र भाइ मिलेर यहाँ लाउँदै हुनुहुन्छ। यहाँदेखि तलसम्म यसरी बाबा लाउँदै हुनुहुन्छ झिलिमिली। अब राति देखाउँछु कस्तो हुन्छ। सो गाइस आज चाहिँ हाम्रो घरमा यहाँ झिलिमिली लगाएको छौँ। यस्तो देखेछ है तिहार आएर कति राम्रो देखेको। सो गाइस हामी चाहिँ यहाँ फ्यामिलीहरू सबै मिलेर यहाँ रकेट उडाउन आँटेको छौँ। भाइले ल्याउनु भएको छ रकेटहरू। रकेट गमला ओए खोइ त बलिरहेछ भन्नु बिना तपाईँले पानी हालेर त त्यस्तो भएन। ला यो त बल्दैन रहेछ ओस्या रहेछ। यो त मजाले बल्छ होला। ह्याप्पी तिहार ये यो त दामी बल्छ क्या। ह्याप्पी तिहार ल मम्मी र बहिनी एक एकवटा झिटो गर्नु त। ओ ह्याप्पी तिहार घुमाइदिनु घुमाउनु ह्याप्पी तिहार। मजाले बल्दो रहेछ। हे गाइज आज चाहिँ लक्ष्मी पूजाको दिन रहेको छ र म चाहिँ यहाँ डेकोरेसन गर्न आँटेको। अनि यो चाहिँ मैले किनेर लिएर आएको बाहिरबाट। यसपालि एकदम फ्लावरहरू चाहिँ यो फुलहरू चाहिँ एकदमै एक्सपेन्सिभ छ बजारमा है। इन्डियाबाट नआएको कारणले र नेपालमा अलिक छिटै यसपालि तिहार आएको कारणले पनि नेपालमा अलिक कम फुलेको कारणले चाहिँ एकदम महँगो भएको रहेछ फुलहरू कुरा बुझ्दा। सो यो चाहिँ हाम्रो बारीको हो, मम्मीले रोप्नु भएको। अनि यो चाहिँ हामीले गेटमा हाल्न आँटेको। अनि यो चाहिँ मैले अहिले अब रङ्गोली बनाउन आँटेको फुलकै। मलाई चाहिँ प्रायः जस्तो फुलकै मनपर्छ। अनि यो चाहिँ आज अफिसको लागि किनेको थिएँ मैले लगाउनलाई। अनि अफिसमा बढी भएर मैले यहाँ घरमै लिएर आएको छु डेकोरेसनको लागि गर्नलाई। सो गाइस त्यही हो। र आज कस्तो बनाउँछु म तपाईँलाई देखाउँछु है त। सो गाइस मैले चाहिँ यहाँ आज यतिबाटै आज रङ्गोली बनाउन आँटेको छु। एकदम सिम्पल अनि हेर्दा राम्रो देख्ने खालको। हेरौँ अब कस्तो हुन्छ है। अब चाहिँ म रेडी भएर अब चाहिँ म रङ्गोली बनाउन आँटेको छु है त। सो गाइस मैले चाहिँ यहाँ बनाउन आँटेको छु यस्तो चाहिँ रेडी। सो गाइस मेरो रङ्गोली चाहिँ यस्तो भएको छ र अब म चाहिँ यहाँ बत्ती बाल्न आँटेको। आज यसपालि चाहिँ अब यहाँ पर्दातिर पनि लगाइदिउँ भनेर। यो चाहिँ फेक फ्लावर हो है। भएन घुमाउनुपर्छ होला मजाले। बिचमा एल्लो हाल्न पाए दामी देख्ने रहेछ। तर यसपालि गाइस फुल किन्नै यति महँगो छ कि नेपालको फुल कुरै नगरौँ। सो गाइस मैले चाहिँ यो यस्तो डेकोरेसन गरेको छु। यहाँ छ यो चाहिँ ढोकामा झुन्डाउनु पऱ्यो भनेर।
गाइस मैले चाहिँ यतिको बनाएको छु अनि फ्लावर पनि छ दियो पनि रेडी छ तर अब हेर्नु अब के राख्छु है यस्तो भयो तलको चाहिँ यो चाहिँ ग्राउन्ड फ्लोरको सो गाइस हाम्रो चाहिँ यस्तो भएको छ है यहाँनिर बाहिर राम्रो बनाउनु हुन्छ सो गाइस दिस इज माई लक्ष्मी पूजाको आउटफिट अनि मैले यस्तो लगाएको छु रेडमा फोटो खिच्नु त राम्रो आउँछ होला लाइट धेरै भयो नि त बल्छ त्यहाँ तैँले चोपिस क्या हो तेलमा छैन ह्यापी तिहार गाइज मेरो यहाँको आजको हेल्पर हुनुहुन्छ माई हस्बेन्ड डियर हस्बेन्ड विक्रम खोलुङ राई कस्तो छ राम्रो छ सो गाइज यता चाहिँ यस्तो छ यहाँ हाम्रो छिमेकीहरूको झिलिमिली अनि हाम्रो झिलिमिली चाहिँ यहाँ यस्तो छ यहाँ दिउँसो लाउनु भएको यसपालिको रकेट काम नकाजको परेछ कि खत्तम परेछ खत्तम फास्ट हुने कि कस्तो मान्छे रहेछ कस्तो मान्छे रहेछ होइन त्यहाँ राख भुइँमै राखेर भुइँ अहिले भ्याउँदैन क्या तैँले फेरि अहिले एक्सिडेन्ट हुन्छ अहिले फेरि होइन बाल ल छोड्दै बारिस सो गाइस यहाँ चाहिँ हाम्रोमा तिहार लागिसक्यो मम्मी र बाबाले मिलेर पोर्कको सेपा बनाउँदै हुनुहुन्छ यसरी ढुङ्गामाथि राई दामी हुँदो रहेछ पाकिसकेको छ मान्छे छैन दामी हुँदो रहेछ ल इनेर हुनु आँट्यो आगो पनि सानो सानो चाहिँ कुखुराको हुइन्स पनि ल्याएर सेकाउनु पर्ने जस्तो छ माछा पनि हुन्छ होला यहाँ ढुङ्गामा हुन्छ होला सायद भोलि पर्छ खानु ढुङ्गा चाहिँ कहाँबाट ल्याउनु भएको बाबाले दामी भेट्नु भएछ त यहीँको हो तल बारीमा कसले फालिदियो ए कस्तो मजाको रहेछ कि है ठ्याक्क ढुङ्गा त किन्नु पनि पर्छ अरे तलतिर त्यतिको भए भइहाल्यो नि कि काम लाग्छ रहेछ है कस्तो मजाले किनिरहनु यही काम लाग्दो रहेछ वाह सुकाएको रहेछ पातलो पनि सो हे गाइज म चाहिँ रेडी हुँदैछु तिहारको लागि र आज चाहिँ तिहार छ सबैलाई ह्याप्पी तिहार अनि म चाहिँ अब रेडी हुँदैछु बहिनीहरूकोमा जानको लागि आज 11 साढे 11 बजे सायदको मेबी ठ्याक्कै मलाई टाइमिङ चाहिँ थाहा भएन तर सायद रहेको छ र अहिले 10 बजे होला 10:30 सो म चाहिँ रेडी हुँदैछु सबै रेडी भएपछि म तपाईँहरूलाई फाइनल लुक देखाउँछु है
गाइस दिस इज द आउटफिट आज मैले लाउन आँटेको ओरेन्ज कलरको छ मैले चाहिँ पर्पल लगाऊँ कि भन्ने सोचिरहेको थिएँ तर मैले पर्पल कलरको भनेको जस्तो कुर्ता पाइनँ त्यही भएर मैले चाहिँ ओरेन्ज पाएको छु सो यस्तो छ यो चाहिँ सिम्पलमा हल्का तिहार भाइब्स दिने टाइपको छ झिलिमिली सो गाइस त्यही हो अब हेरौँ है कस्तो देख्छ यो लगाएर म देखाउँछु हजुरहरूलाई सो हे गाइस म चाहिँ रेडी भइसकेँ एन्ड त्यस्तो देखेँ सो गाइस अब चाहिँ हामी यहाँबाट निस्किन आँटेको बहिनीहरूकोमा साइड भइसक्यो ढिलो भयो अब हामी चाहिँ निस्किँदैछौँ स्कुटरमा जान आँटेको नजिकै छ त्यही भएर सरी फर लेट हेलो ह्याप्पी तिहार भाउजूको अलिक नकल धेर भयो यहाँ ढिलो भइहाल्यो कि हेलो हाम्रो बहिनीको प्लान कस्तो राम्रो भएछ है जान्दा हाम्रो टीका साइड कति थियो अलिकति ढिलो भएर मान्छेहरू लगाएर हिँडिसकेपछि बाटो भाइको ट्रेकिङ के भयो भने कतिवटा अस्ति एउटा गरेर अब कहिले 26 तिर 26 मतलब त चुपाइदियो त्यसो नयाँ नयाँ गाउँतिर जानु गाउँतिर त्यो हाम्रो कल्चरहरू के पूजा सुजा देखाउनु पर्ने पुगिसक्यो होइन अब कसरी कसरी आउँदै सुन्दैछ टिका लाउँछ आउँछ रातिमा नाच्दा नि हुन्छ त्यो सेतोको चाहिँ छुट्टै राख्ने एउटा अनि कलर मिक्स हुँदैन सुँगीलाई एक लुक्स हेर्दैन न प्लिज सुँगी एक लुक्स एक्लै हिँडिदिन्छ नि फर्किने बिग्रियो गाइड एक्लै डक्टर एक्लै ग्यास एक्लै के हो घरिघरि ब्लड भइरहेको छ घरिघरि त्यो क्यामेरामा भयो लाइक खिचिदिन्छु त्यो अस्ति सटरमा लाउनु पऱ्यो भनेर हेरेको त त्यो कुकुरलाई लाउनु जस्तो फुलहरू रहेछ एक मालाको 1500 अरे फुलै छैन फुल सबै बगेर मुनि पनि आउँदैन प्र्याक्टिस त्यो पिङ्क पिङ्क त माथि त लाउ एउटै देख्दो रहेछ दुइटै फर्स्टमा लास्टमा जीवनको यो हो कि आफ्नै ग्रुप हो कि ट्रेकिङ कम्पनीबाट योपालि कम्पनीको अनि म त भारी बोकेर जानु पर्ने कम्पनीको त्यहाँ ठ्याक्क लुक्लामा बसिरहने अनि त्यहाँ ट्याक्कै गेटबाटै लगेर जाने त्यस्तो गर्छ भन्थ्यो पछि चाहिँ ट्रेकिङ कम्पनीबाट गर्न थाल्यो भन्दै थियो त्यो पर्पल अलिक ठुल्टाइदिन उसले पनि धेरै कम्पनीबाट गर्छ कन्ट्याक्टहरू त राखिरहेको राम्रो नि होइन सिजनमा खाली रेड 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 हो रेड आफ्नो ग्रुप भयो भने आफ्नो पिङ ग्रुप लगाइदिएको भएन भने कम्पनीबाट यताउता ठिकै हुन्छ मेरो मामाको पनि योपालि अब त्यस्तो केही छैन क्या कम्पनी छैन आफ्नो एउटा ग्रुप मात्रै चलाउँछ योपालि आउने खैरीहरूलाई चाहिँ आनन्द भयो होइन मतलब त त्यहाँ माथि आमा अनि 21 जना खैरेर त 5 वटा हेलिकप्टर गाइड शुद्ध गरेर त 5 वटा हेलिकप्टर बुक गरेर उडाएको त्यो मौसम खराब भएर सुर्केमा त्यही पनि लुग्ला पनि बस्न सक्यो सुर्केमा राखेर त्यहाँबाट
मौसम पनि खराब यहाँ मान्छे पनि प्याक भयो भने त खत्तम हुन्छ नि खत्तम हुन्छ अहिले त गाडीमा जान्छ बाटो बिग्रेन भने त यसपालि त बाटो कहाँसम्म पुगेछ बाटो अहिले गाडीको सुर्केसम्म सुर्के ठ्याक्कै पुग्छ ठ्याक्कै त्यो हेलिकप्टर राख्ने देखि कतातिर ठ्याक्कै अलिक माथितिर त्यही त गाडीको बाटो चाहिँ एटलिस्ट पनि लुक्लासम्म पुग्यो भने चाहिँ ठिक हुन्थ्यो है लुक्ला भन्नाले सुर्केसम्म पनि ठिकै होला राम्रो भयो भने त चौरी खार्कासम्म चाहिँ लान्छ अरे ए पछि त्यहाँदेखि उता लानु पनि दिँदैन चौरी खर्कासम्म चाहिँ पिच बाटो भयो भने मौसम जे भयो भने है त्यसपछि चाहिँ पिच गयो भने त राम्रो कि ट्याक्स त्यसपछि फ्लाइट अहिले त तर बाटो राम्रो छैन भर्खर खनेको है ढुङ्गा छ फ्लाइट भयो सुर्केमा आएर बसेको हामी लुक्ला नगइकन तल सिधै सुर्के फर्केर सुर्के के अरे इथन राख्दा नि भोलि स्क्रिनसट गर्नु तपाईँलाई सुर्के आयो तल चौरी चौरी होइन, ट्याक्कै screenshot हाल्ने। आएर बस्यो अनि हेलिकप्टर पनि छैन बल्ल बल्ल एउटा हेलिकप्टर चाहिँ आएर मैले कति 4 जनै 5 जना बोकेर काठमाडौँ लिएर आयो अनि बाँकी अरू सबै ग्रुप लिडरहरू अरू गाइड मामाहरू उनीहरू सबै चाहिँ यता तलबाट सुर्केदेखि पनि त्यतिखेर त गाडी कहाँसम्म चाहिँ हिँड्नै पर्थ्यो कि सम्म होला खरी खोलातिर त्यहाँबाट मात्रै गाडी चढ्ने त्यो पनि बोलेर पनि ढुङ्गाले उनै हुँदैन त्यही हो, बाटै सानो छ क्या ब्याक गर्दै फेरि उस गर्नुपर्छ सिधा जाँदैन टर्निङमा पछि भइहाल्छ कुनै न कुनै त्यो मनाङतिर जाने बाटोहरू कस्तो कस्तो बाटोहरू त बनाए मलाई त सबै अस्ति एक दिन चाहिँ लुकाएछ त्यो नेक्स्ट टाइम अलिक सानो हुँदा नमस्ते नमस्ते हामी त सेवा भन्नुपर्छ कि भाइ मैले चिनिसकेको भोइसबाट को चिनिन मलाई चिन्नु भोइस चिनिसकेकै गङ्गा भनेर म त गङ्गासँग ठट्टा गरौँ हाँस लागेको पहिला होइन सिरियसली हो नचिनेको खाना खाँदै थिएन नानी एक्लै खुसी खुसी हुँदैछ के हो भिडियो खिचिहाल्नु पर्दैन दाइ खुसी हुन्छ मोक्तानहरूलाई सिलाइदिने उसको आफ्नो बहिनी चलाउनु के माथि दुई बार छैन गाउँ गएको छ केक त भन्नु होइन टोक्नै पर्छ क्या यस्तो हो गाइस हामीले टिका लगाइसक्यौँ बहिनीहरूले हामीलाई ए हो र ल गाइस हामी चाहिँ खाना खान आँटेको बाई एकछिनै ओके बाई बाई सो गाइज हामी चाहिँ अहिले आइसक्यौँ बहिनीहरूकोबाट टिका लगाएर अब घरमा एक दुईवटा फोटो खिच्छौँ अन्त यस्तै हो हाम्रो तिहार चाहिँ सधैँ जस्तै यसरी नै मनाइन्छ हामी चाहिँ अनि तपाईँहरूको कस्तो हुन्छ कस्तो भयो कमेन्ट गर्न नबिर्सिनु होला ह्याप्पी तिहार बाई बाई तिहार है छङ छुङ 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 नहीं कस्तो लामो बोलेको है साइलेन्ट
धेरै चिज त भएन नि तँलाई सो गाइस हामी चाहिँ यहाँ लिसेपामा आएको छौँ यहाँ मेरो एउटा सामान हेर्नुपर्ने थियो जुन चाहिँ मैले पाइनँ यहाँनिर आज रहेनछ यस्तो छ यहाँको महल चाहिँ चिया खाने ठाउँ यसरी चिया बनाइन्छ माटोको हो यो चाहिँ कस्तो राम्रो माटोको भाँडा चिया बनाउँदै हुन्छ गाइस हाम्रो मटका चिया थोरै मात्रै मात्रै खानु ल भयो 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 वाउ कस्तो दामी है मिर्च